नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सायद धेरैले अनुभव गर्नुभएको छ तर खुलेर भन्न अलि अप्ठ्यारो लाग्छ। त्यो हो जब बाइबल पढ्न मनै लाग्दैन नि त्यस्तो बेला के गर्ने। हो नि, यो प्रश्न धेरैको मनमा हुन्छ होइन र? कहिले व्यस्तताले, कहिले अरू नै केही कारणले हामीलाई बाइबल पढ्ने त्यो जोस, त्यो प्रेरणा नै हुँदैन। ल, आज हामी सँगै बसेर यही प्रश्नको केही व्यावहारिक समाधान खोज्ने प्रयास गरौँ न है। यदि यस्तो भावना कहिले मनमा आएको छ भने चिन्ता नलिनुहोस्, यो एकदमै सामान्य र इमान्दार अनुभव हो। वास्तवमा यो कुरा स्वीकार गर्नु नै समाधानतर्फको पहिलो पाइला हो। ल, त्यसो भए सबैभन्दा पहिलो कुरा, आखिर किन यस्तो हुन्छ त? त्यो प्रेरणाको कमी किन हुन्छ? आउनुहोस् यसको जडसम्म पुग्ने कोसिस गरौँ। हेर्नुस् न, आजको संसारमा हाम्रो ध्यान खिच्ने कुराहरू कति धेरै छन्। मोबाइलको एउटा सानो नोटिफिकेसन, सामाजिक सञ्जालको त्यो अनन्त स्क्रोलिङ, अनि दिनभरिको काम र पढाइको तनाव, यी सबैले हाम्रो आत्मिक अनुशासनलाई सजिलै ओझेलमा पारिदिन्छ, होइन र? 5 मिनट टिकटक हेर्छु भन्दा भन्दै 1 घण्टा कहिले बित्छ पत्तै हुँदैन। हो, अनि यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के छ भने यो समयको अभावको कुरा होइन, यो त प्राथमिकताको कुरा हो। एकपटक सोचौँ त, हामीले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण केलाई ठानेका छौँ? किनकि हाम्रो ध्यान जहाँ जान्छ, हाम्रो समय र शक्ति पनि त त्यहीँ खर्च हुन्छ नि। ल, अब अर्को प्रश्नमा जाउँ। यो किन यति धेरै जरुरी छ, खास गरी युवाहरूको लागि? आउनुहोस् यसको महत्त्वलाई अलिक गहिरिएर बुझौँ। युवा अवस्था भनेको जीवनको एउटा यस्तो मोड हो जहाँ भविष्यका लागि ठूला ठूला निर्णयहरू लिनुपर्छ। चारैतिरबाट अनेक किसिमका प्रलोभनहरू आइरहेका हुन्छन् अनि मनमा गहिरो अलमल र अनिश्चितता पनि हुन्छ। यस्तो बेलामा एउटा भरपर्दो मार्गदर्शनको कति खाँचो पर्छ होइन? अनि हेर्नुहोस् त, वचन सङ्ग्रहको यो पदले कति सुन्दर जवाफ दिन्छ। यी सबै चुनौतीहरूको बीचमा परमेश्वरको वचनले नै हो हामीलाई स्पष्ट मार्गनिर्देशन दिने। यसले नै हो हामीलाई आफ्नो बाटो शुद्ध राख्न मद्दत गर्ने। ल, अब कुरा गरौँ 5वटा एकदमै व्यवहारिक सुझावहरूको। मन नलाग्दा पनि बाइबल पढ्ने बानी बसाल्न के गर्न सकिन्छ त? आउनुहोस् एक एक गरेर हेरौँ। पहिलो सुझाव, पर्फेक्ट हुनु पर्दैन, प्र्याक्टिकल बन्नुहोस्। हरेक दिन 1 घण्टा पढ्नै पर्छ भन्ने दबाब लिनु जरुरी छैन। सुरुवात एकदमै सानो कुराबाट गर्नुहोस्। हरेक दिन केवल 5 मिनट वा एउटा मात्र पद पढ्नु पनि धेरै ठूलो सुरुवात हो। याद राख्नुहोस्, निरन्तरता महत्त्वपूर्ण छ, कति लामो समय पढियो भन्ने होइन। अब दोस्रो सुझाव, यो चाहिँ भावनामा होइन, अनुशासनमा भर पर्ने कुरा हो। मन लागेपछि पढ्छु भनेर बस्यो भने त त्यो दिन कहिल्यै नआउन पनि सक्छ। तर जब हामी ल मन नलागे पनि पढ्छु भनेर अनुशासनमा बस्छौँ नि, अचम्मको कुरा के हुन्छ भने बिस्तारै पढ्ने इच्छा आफै जाग्न थाल्छ। तेस्रो कुरा, बाइबल अध्ययनलाई कुनै होमवर्क वा बोझको रूपमा नहेरौँ। यसलाई त परमेश्वरसँगको व्यक्तिगत दैनिक कुराकानीको रूपमा लियौँ। यो कुनै परीक्षाको तयारी गरे जस्तो होइन, बरु एउटा सम्बन्धलाई अझ गहिरो बनाउने माध्यम हो। चौथो सुझाव हो पढाइलाई अलि अन्तर्क्रियात्मक बनाउने। पढ्दाखेरि आफैलाई यी 3वटा प्रश्न सोध्नुहोस्। पहिलो, यहाँ परमेश्वरले के भन्दै हुनुहुन्छ? दोस्रो, यो मेरो जीवनसँग कसरी जोडिन्छ? र तेस्रो, यो पढेपछि आज म एउटा के परिवर्तन गर्न सक्छु? यसो गर्दा वचन हाम्रो जीवनमा लागू गर्न धेरै सजिलो हुन्छ। अनि 5औं र अन्तिम सुझाव, यो यात्रा एक्लै नहिँड्नुहोस्। कहिलेकाहीँ एक्लै हुँदा अल्छी लाग्नु, जोस हराउनु एकदमै स्वाभाविक हो। त्यसैले कुनै साथी वा एउटा सानो समूहसँग मिलेर पढ्नुहोस्। सँगै बढ्दा विश्वास पनि बलियो हुन्छ र एकअर्कालाई उत्साह पनि मिल्छ। ल, यदि तपाईहरूलाई अलि व्यवस्थित तरिकाले अध्ययन गर्न मन पर्छ भने यहाँ एउटा एकदमै सरल र सम्झन सजिलो विधि छ। यो विशेष गरी विद्यार्थी र युवाहरूको लागि एकदमै उपयोगी छ। यसलाई भनिन्छ सोप विधि। यो विधि एकदमै सजिलो छ। एस यानि स्क्रिप्चर, एउटा पद छान्नुहोस्। ओ यानि अब्जर्भेसन, त्यो पदले के भन्दैछ त्यसलाई राम्ररी हेर्नुहोस्। ए यानि एप्लिकेसन, त्यसलाई आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर सोच्नुहोस्। अनि अन्तमा पी यानि प्रेयर, तपाईले भर्खरै पढेको र सिकेको कुराको लागि एउटा छोटो प्रार्थना गर्नुहोस्। कति सरल होइन? ल, यति धेरै कुरा गरिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ, त्यो हो पहिलो कदम। आजको लागि हाम्रो चुनौती के हो त? आजको लागि एउटा एकदमै सानो चुनौती छ, केवल एउटा पद पढ्ने।
जम्मा 1 पद। मन लागे पनि नलागे पनि। विश्वास गर्नुहोस्, यही सानो पदमले एउटा ठूलो परिवर्तनको सुरुवात गर्न सक्छ। अनि अन्त्यमा यो एउटा कुरा सधैँ याद राखौं, बाइबलमा जीवन परिवर्तन गर्ने शक्ति छ, हो, तर त्यो शक्ति तब मात्र प्रकट हुन्छ जब हामी त्यसलाई खोल्छौं र पढ्छौं। बन्द किताबले केही पनि गर्न सक्दैन। हाम्रो भविष्य कतै न कतै आज हामीले पढ्ने वचनसँग जोडिएको छ।